हेलो, हेलो, नमस्ते सबैजनालाई। अप्रिल महिनामा जेफी बेसिकको फारम भर्नको लागि प्रतीक्षा गरिरहनु भएको सम्पूर्ण विद्यार्थीले यो भिडियो राम्रोसँग हेर्नुहोला। तपाईँहरूलाई जानकारी भएअनुसारै अप्रिल महिनाबाट जेफी बेसिक परीक्षा दिने विद्यार्थीहरूसँग पासपोर्ट हुनुपर्ने हुन्छ। यदि तपाईँहरूले पासपोर्ट बनाउनु भएको छैन भने तपाईँले अप्रिल महिनाबाट भने जेफटी बेसिकको परीक्षा दिन पाउनुहुन्न। अब पासपोर्ट बनाउनु भएको छ तर प्रोमेट्रिक आइडी बनाउँदाखेरि आफ्नो पासपोर्टको डिटेल्स राख्नु भएको छैन भने अब प्रोमेट्रिकमा आफ्नो पासपोर्टको नम्बर, अन्य डिटेल्सहरू चाहिँ कसरी अपडेट गर्ने भन्ने सम्बन्धी एउटा सूचना प्रकाशित भएको छ। त्यही सूचनामा के भनेको छ भन्ने कुरा एकचोटि हेरौँ र कसरी अपडेट गर्ने आफ्नो पासपोर्टको इन्फर्मेसन पनि यो भिडियोमा हेरौँ। यो म सूचनाभित्र यो नोटिसभित्र गएँ होइन, यसमा चाहिँ महत्त्वपूर्ण परिचय प्रमाणित हुने कागजात र प्रोमेट्रिक आइडी दर्ता जानकारी सम्बन्धी सूचना अपडेट गरिएको भनेको छ। अब यसमा धेरै कुरा लेखिया छ होइन। सर्टकटमा भन्ने हो भने अप्रिल महिनाबाट परीक्षा दिने विद्यार्थीहरूले आफ्नो प्रोमेट्रिक आइडीको डिटेल्स भएको ठाउँमा चाहिँ आफ्नो पासपोर्टको जानकारी अपडेट गरेन भने परीक्षाको फारम भर्न मिल्दैन भनिएको छ, जुन चाहिँ अप्रिलबाट एक्जाम दिनेहरूको लागि लागु हुन्छ। अहिलेसम्म अब परीक्षा दिइसक्नु भएको छ, अब तपाईँलाई एक्जाम दिनु छैन भने तपाईँले पासपोर्टको इन्फर्मेसन अपडेट गरिराख्न आवश्यक छैन। अब नयाँ प्रोमेट्रिक आइडी बनाउने हो भने बनाउँदाखेरि नै अपडेट गर्नुपर्यो। यदि पुरानो प्रोमेट्रिक आइडी छ र अब एक्जाम दिने हो अप्रिल पछाडि हो, फर्म भर्ने हो भने चाहिँ आफ्नो पासपोर्टको इन्फर्मेसन अपडेट गर्नुपर्ने हुन्छ। अब जब पासपोर्टको इन्फर्मेसन अपडेट गर्नको लागि यहाँ प्रोमेट्रिक आइडी जानकारी परिवर्तन गर्न यहाँ क्लिक गर्नुहोस् भनेको छ। यसमा गएर मैले क्लिक गर्छु। क्लिक गरिसकेपछि व्यक्तिगत विवरण निश्चय तथा परिवर्तन गर्ने भन्ने पेज खुल्यो। यसमा गइसकेपछि मैले अर्को पृष्ठमा जाने भनेर क्लिक गरेँ। अब यहाँ क्लिक गर्ने बित्तिकै प्रोमेट्रिक आइडी र पासवर्ड राख्ने ठाउँ आयो। मैले मेरो प्रोमेट्रिक आइडी र एउटा पासवर्ड चाहिँ राखेर मैले लगइन गरेँ। अब लगइन गर्ने बित्तिकै आफ्नो परीक्षा जानकारी पुष्टि गर्नुहोस् भनेको छ। आफ्नो राष्ट्रियता चयन गर्नुहोस्। इन्डोनेसिया र अन्य छ, हाम्रो अन्यमा पर्यो, हामी इन्डोनेसियन होइनौँ है। अर्को के तपाईँ इन्डोनेसियामा परीक्षा दिनुहुन्छ? हामी इन्डोनेसियामा परीक्षा दिने पनि होइन। हामी इन्डोनेसियन पनि होइन, इन्डोनेसियामा परीक्षा दिने पनि होइन। त्यो दुइटा क्लिक गरिसकेपछि अर्को पृष्ठमा जानेमा क्लिक गर्नुहोस्। अब यसमा व्यक्तिगत जानकारी प्रविष्ट गर्नुहोस् भनेको छ। तपाईँको पासपोर्ट यामार्जेट जानकारी प्रविष्ट गर्नुहोस्। यसमा तपाईँको पासपोर्ट एमआरजेड जानकारी प्रविष्टि गर्नुहोस् भनेको छ। अब धेरैलाई यो एमआरजेड जानकारी भने नै थाहा छैन। एमआरजेड इन्फर्मेसन भनेको मेसिन रिडेबल जोन हो। यसमा दुईवटा लाइनमा चाहिँ तपाईँको इन्फर्मेसन हुन्छ। तपाईँको आफ्नो पासपोर्टको फोटो भएको पेजको लास्टमा दुईवटा लाइनमा सेम यस्तै गरी हुन्छ। यो फर्स्टलाई एमआरजेड लाइन 1 भन्छ, सेकेन्डलाई एमआरजेड लाइन 2 भन्छ। यो 1 र 2 को इन्फर्मेसनको आधारमा तपाईँले आफ्नो जानकारीहरू अपडेट गर्नुपर्ने हुन्छ। जस्तो यहाँ उदाहरण दिएको छ है, एमआरजेड लाइन 1 मा छ, सुरुमा चाहिँ अक्षर 1 र 2 भनेको चाहिँ कागजको प्रकार हो। तपाईँले अब कागजको प्रकार भर्नुपर्ने हुन्छ। सबैजनाको पासपोर्टमा चाहिँ पी र यो एउटा साइन चाहिँ हुन्छ। तपाईँहरूले यहाँ चाहिँ यो पी र एउटा साइन चाहिँ भर्नुपर्ने हुन्छ है। यहीँको कपी गरेर लिएर आउँदा पनि हुन्छ। अब जारी गर्ने देश हो भने नि यो माथिको पासपोर्टको आधारमा चाहिँ त्यहाँ चाहिँ जेपिएन हुन्छ है। यहाँ यो जारी गर्ने देश चाहिँ 3 देखि 5 भनेको चाहिँ जारी गर्ने देश हो। लाइन 1 को 3 देखि 5 को अक्षर भनेको चाहिँ जारी गर्ने देश हो। अब तपाईँको नाम भनेको 6 देखि 44 सम्म हुने भयो। अब यो जेपिएन पछाडि यो छ नि, यो नामसम्मको यहाँसम्मको यो पुरै चाहिँ यो नाम हुने भयो। यो बिचको साइनलाई पनि कपी गरेर ल्याउनु पर्ने हुन्छ। अहिले म नेपालीहरूको पासपोर्टमा के हुन्छ र के कपी गरेर ल्याउनुपर्छ भन्ने कुरा देखाउनेछु।
अब तपाईँले जानकारी आफ्नो भरिसकेपछि यो एमआरजेड लाइन 1 चाहिँ पुष्टि गर्नुहोस्‌मा गएर तपाईँले भरेको मिलेको छ कि छैन गएर यहाँ क्लिक गर्नुहोस्। यदि मिलेको छैन भने यहाँ इन्फर्मेसन मिस्टेक छ, टाइपिङ समथिङ केही अब त्यो फर्मेट मिस्टेक छ भने यसले देखाउँछ। दोस्रोमा जाउँ, एमआरजेड लाइन 2 है, एमआरजेड लाइन 2 को इन्फर्मेसन लाइन 2 मा हुने भयो पासपोर्ट नम्बर र चेक डिजिट हुन्छ। पासपोर्ट नम्बर र चेक डिजिट भनेको सुरुको 10 वटा। एमआरजेड लाइनको 10 वटा है, सुरुको 10 वटा चाहिँ तपाईँले यहाँ टाइप गर्नुपर्ने हुन्छ। यदि यसलाई हामीले स्याम्पल मान्ने हो भने यो एबीदेखि यो 71 सम्मको यो पासपोर्ट नम्बरमा राख्नुपर्ने हुन्छ। अब तपाईँको पासपोर्ट नम्बरमा जुन पासपोर्टमा चाहिँ लेखिएको माथिको नम्बर हुन्छ नि, तपाईँको चाहिँ यो फोटोभन्दा साइडमा यता माथिपट्टि लेखिएको हुन्छ, त्यो नम्बरभन्दा लास्टको एउटा नम्बर चाहिँ फरक हुन्छ है, अथवा बढी हुन्छ। त्यही भएर मेरो पासपोर्ट नम्बरमा त एउटा कम छ भनेर नभन्नु होला। तपाईँको एमआरजेड लाइन 2 मा भएको सुरुको 10 वटा तपाईँको पासपोर्ट नम्बर हो भनेर राख्नुहोस्। राष्ट्रियतामा जाउँ, एमआरजेड लाइन 2 को 11 देखि 13 सम्म भएको अक्षर चाहिँ तपाईँको राष्ट्रियता हो। हामी नेपालीहरूको एनपिएलै हुन्छ है। र त्यसपछि जन्ममितिमा जाउँ, जन्ममितिमा गएपछि राष्ट्रियता पछाडिको 14 देखि 20 सम्मको अक्षर चाहिँ तपाईँको जन्ममिति हो। त्यसमा पनि जन्ममिति प्लस चेक डिजिट हुने भएर एउटा नम्बर चाहिँ बढी हुनसक्छ है। त्यसमा चाहिँ तपाईँले केही शङ्का गर्नु पर्दैन, त्यहाँ जे छ त्यही नै कपी गर्नु होला। अनि लिङ्गमा, जेन्डरमा चाहिँ अब मेल हो भने एम हुन्छ, फिमेल हो भने एफ हुन्छ। अब यहाँबाट पनि चुज गर्नुपर्छ, मेल फिमेल तपाईँले चुज गर्न मिल्छ। र मेल फिमेल पछाडि 22 देखि 28 है, एमआरजेड लाइनको 2 को 22 देखि 28 सम्मको भनेको चाहिँ तपाईँको म्याच सकिने मिति भनेको पासपोर्टको एक्सपायरी डेट हो। तपाईँको पासपोर्टमा जे छ त्यही राखेर एमआरजेड लाइन 2 लाई पनि पुष्टि गर्नुहोस्। अब म नेपालीहरूको पासपोर्टमा चाहिँ के हुन्छ भन्ने कुरा चाहिँ एकचोटि पासपोर्टको इन्फर्मेसन अनुसारै देखाउँछु गइरहेको छु। अब यो एउटा हेरौँ इन्फर्मेसन। यो सुरुमा मैले यो बिचमा ल्याएर चाहिँ यो एमआरजेड लाइन 1 र लाइन 2 लाई राखिदिएको छु होइन। अघि पनि मैले भनेको थिएँ सुरुको 2 वटा, सुरुको यो 2 वटा भनेको चाहिँ यो डकुमेन्ट टाइप हो। त्यही भएर तपाईँहरूले नेपालीहरूले डकुमेन्ट टाइपमा पी र यो एउटा साइन चाहिँ राख्नुपर्ने हुन्छ। तपाईँहरूले त्यो माथि स्याम्पलमा भएकोलाई कपी गर्दा पनि हुन्छ है। दोस्रोमा इस्युङ कन्ट्रीमा जस्तो 3 देखि 5 चाहिँ इस्युङ कन्ट्री है, जारी गर्ने देश भनेको थियो। त्यही भएर नेपालीहरूकोमा एनपिएल हुँदो रहेछ है। एन हो भने एनपिएल छ। र नेममा 6 देखि 44 सम्म नाम हुन्छ भनेपछि यहाँ चाहिँ गुरुङ अनि 2 वटा साइन छ यहाँ, अनि सुनिता छ। यो गुरुङ सुनिताको यो पुरै कपी गरेर यहाँ बिचमा नामको बिचमा चाहिँ यो साइन पनि हुनु पर्यो है, स्पेसहरू दिएर हुँदैन। यसलाई नै कपी गर्नुहोस्। अब ल एमआरजेड लाइन 1 त कम्प्लिट भयो है। अब एमआरजेड 2 मा जाउँ। एमआरजेड 2 मा चाहिँ पासपोर्ट नम्बर हामीले चाहिँ गर्नुपर्छ। सुरुको 10 वटा चाहिँ पासपोर्ट नम्बर हुन्छ भनेको थिएँ मैले है, सुरुको 10 वटा। यदि तपाईँलेसँग पासपोर्ट छ भने तपाईँको माथि पासपोर्ट नम्बर भन्ने ठाउँमा यो 21 सम्म मात्रै हुनसक्छ, यो 7 नहुन सक्छ। यो 7 भने चाहिँ चेक डिजिट हो के, चेक डिजिट हो। त्यही भएर यो पनि राख्नुपर्ने हुन्छ। तपाईँले पासपोर्ट नम्बर भन्ने ठाउँमा सुरुको 1 देखि 10 सम्म राख्नुहोस्। मैले यहाँ पनि यसलाई जस्ताको त्यस्तै तल कपी गरेर राखेँ है। अब फेरि नेसनालिटी जाउँ। नेसनालिटी 11 देखि 13 को 3 वटा चाहिँ नेसनालिटी हुन्छ। यहाँ एनपिएल रहेछ, यो एनपिएललाई मैले यहाँ तल झारेँ है। अब नेसनालिटी पछाडिको 14 देखि 19 को डेट अफ बर्थ हुन्छ। डेट अफ बर्थ पनि यसलाई चाहिँ हामीले कपी गरेर यहाँ तल राख्यौँ। अब यो चाहिँ जस्तो 1995 को 3 महिना 15 तारिक जन्मेको मान्छेको डेट अफ बर्थ हो। यो 2 भने चाहिँ के हो भन्ने लाग्ला, यो 2 भने चाहिँ चेक डिजिट हो है। यो 2 भने चेक डिजिट हो। तपाईँको पासपोर्टमा जे छ त्यही राख्नुहोस्। अनि डेट अफ बर्थ पछाडि यहाँ बिचमा चाहिँ एफ अथवा याम हुन्छ। फिमेलको एफ हुन्छ, मेलको याम हुन्छ। त्यही चाहिँ तपाईँले लगेर राख्नुहोस्, अथवा त्यहाँ चाहिँ चुज गर्ने ठाउँ छ है। अब जेन्डर पछाडि भनौँ न, मेल फिमेल पछाडिको चाहिँ रहेको 22 देखि 27 भनेको पासपोर्टको एक्सपायर डेट हुन्छ होइन। अनि 28 भनेको चेक डिजिट हुन्छ। अब हामीले यो यहाँको
यो एक्सपायरी डेट है 1 2 3 4 5 6 7 वटा यो 7 वटा अङ्क चाहिँ यसमा लगाएर राख्नु पर्यो। अब यो चाहिँ भनेको 2028 को 3 महिना 15 तारिकसम्म चाहिँ यसको पासपोर्टको एक्सपायरी डेट हो। यो 3 चाहिँ कहाँबाट आयो भने यो 3 भने चाहिँ चेक डिजिट आयो है। यसलाई चाहिँ यहाँ लगाएर राख्नु पर्यो। अब यो चाहिँ मैले देखाएको चाहिँ यो ई पासपोर्ट आजकल सबैजनाले नयाँ पासपोर्ट बनाउनुहुन्छ यो ई पासपोर्टको अनुसारको जानकारी। अब अर्को हेरौँ अलिकति पुरानो एमआरपी पासपोर्ट है। एमआरपी पासपोर्टको आधारको चाहिँ इन्फर्मेसन हेरौँ। यो अहिले देखिएको स्क्रिनमा देखेको चाहिँ यो एमआरपी पासपोर्ट है नेपालीहरूको एमआरपी पासपोर्टको चाहिँ इन्फर्मेसन हो। अब यसमा नि सेम सुरुको लाइनको है फर्स्ट लाइनको चाहिँ यो 2 वटा अक्षर यो डकुमेन्ट टाइपमा लगाएर राख्नु पर्यो। इस्युइङ कन्ट्रीमा यो एनपीएल राखे हुन्छ यो एनपीएल राख्नु पर्यो। नेममा चाहिँ फर अब कसैको मिडल नेम होला हैन बीचमा साइन पनि होला जति छ हैन आफ्नो जति छ यो बीचको साइन सहित कपी गरेर लगाएर राख्नु पर्यो। अनि सेम त्यस्तै गरी एमआरजेड लाइन 2 को सुरुको 10 वटा है पासपोर्ट नम्बर लगाएर राख्नु पर्यो। अब धेरैजनाको चाहिँ यो पुरानो पासपोर्ट हुन्छ नि एमआरपी पासपोर्ट हुन्छ त्यसमा चाहिँ सुरुको यो 19876543 यहाँसम्म मात्रै पासपोर्ट नम्बर भनेर माथि पासपोर्ट नम्बर भनेर लेखेको ठाउँमा हुन्छ हैन। यो साइन र पछाडिको एउटा डिजिट एउटा नम्बर चाहिँ नहुन सक्छ। तर यो सिस्टमले चाहिँ सुरुको 10 वटालाई पासपोर्ट नम्बर मान्ने भएको हुनाले तपाईले सम्पूर्ण कपी गर्नुपर्ने हुन्छ। अब यो एनपीएल भनेको तपाईको यो नेसनालिटी हो। तपाईले नेसनालिटीमा लगेर चाहिँ यो 11 देखि 13 को 3 टा अक्षरलाई नेसनालिटीमा लगेर राखिदिनुस्। त्यसपछि 14 देखि 19 को डेट अफ बर्थ है डेट अफ बर्थ हेर्ने भने 1998 7 महिना 20 तारिकको मान्छे हो। यो 4 किन लानुभयो भन्नु होला। यो 4 भने चाहिँ चेक डिजिट हो है। तपाईको पासपोर्ट पनि कुनै नम्बर हुन सक्छ त्यो नम्बरलाई लिएर जानुस्। र बीचको यो एम अथवा एफ है यो 21 नम्बरमा भएको चाहिँ लाइन 2 को 21 नम्बरमा भएको त्यो चाहिँ तपाईको जेन्डर हो हैन मेल अथवा फिमेल के हो राख्नुस्। त्यसपछि फेरि 22 देखि 28 को तपाईले चाहिँ के गर्नुस् भन्दा यो एक्सपायरी डेटमा नि जस्तो यो 2029 को 7 महिना 20 तारिकसम्म यो पासपोर्टको एक्सपायरी डेट हो भने यो 5 चाहिँ यो चेक डिजिट हो। यसलाई यसरी लगेर कपी गर्नुस् र आफ्नो पासपोर्टको विवरण चाहिँ अपडेट गर्नुस्। यदि अपडेट सम्बन्धी केही समस्या भएको छ तपाईले जान्नु भएको छैन भने आफूले पढ्नु भएको संस्थामा पनि तपाईहरुले सम्पर्क गरेर इन्फर्मेसन चाहिँ मिलाउन सक्नुहुन्छ। अब म यहाँ वास्तवमै एउटा इन्फर्मेसन चेक गरेर हाल्दै छु है। अब हेर्नुस् यहाँ मैले यो सुरुमा यो कागजातको प्रकार भनेको ठाउँमा चाहिँ यो पी र एउटा यो साइन चाहिँ राखेँ। जारी गर्ने देशमा चाहिँ एनपीएल भनेर हालेँ है। त्यसपछि नाममा चाहिँ गएर मैले ल अघिकै पासपोर्टकै नाम लिएर है मैले गुरुङ सुनिता भन्ने छ गुरुङ सुनिता भन्ने चाहिँ नामलाई कपी पेस्ट गरेर लिएर आएँ मैले। यो बीचमा साइन चाहिँ तपाईको पासपोर्टमा जस्तो छ त्यस्तै छोड्दिनु होला है। अनि मैले यो एमआरजेड लाइन 1 चाहिँ मिलेछ कि छैन भने चेक गर्छु। यसले चाहिँ फर्मेट नियम अनुसार चाहिँ मिलेको छ ठिक छ भन्यो। अब एमआरजेड लाइन 2 को इन्फर्मेसन गर्छु मैले पासपोर्ट नम्बर है 10 वटा अक्षरको चाहिँ चाहिन्छ हैन। पासपोर्ट नम्बर चाहिँ मैले लिएर आउन गइराखेको छु। अब मैले यहाँ पासपोर्ट नम्बर लिएर आएँ। पासपोर्ट नम्बर राख्दाखेरि एउटा बढी भयो अथवा दुईटा बढी भयो भनेर नभन्नु होला है। तल एमआरजेड लाइन 2 मा जे छ त्यही नै राख्नु होला। फेरि अब नेसनालिटीमा एनपीएल छ पासपोर्टमा एनपीएल राखेँ मैले। अब जन्ममितिको चाहिँ भागलाई मैले कपी गरेर लिएर आइराखेको छु है। यो जन्ममितिको भाग चाहिँ यो 1998 7/20 को हो। तर 4 चाहिँ यो चेक डिजिटमा चाहिँ 4 भएको हुनाले अब यो उहाँ चाहिँ फिमेल हुनुहुन्छ हैन। त्यसपछि पासपोर्टको म्याच सकिने मिति पनि मैले यो मेल फिमेल पछाडिको चाहिँ एक्सपायरी डेट र चेक डिजिट गरेर दुईटै लिएर आउँछु मैले। 22 देखि 28 को लिएर आएँ। अब यसलाई मैले एकचोटि मिलेछ कि छैन भनेर चेक जाँच गरेँ है।
अ, 1 2 3 4 5 6 7 अ, यो ठिक छ। अब यति ठिक भइसकेपछि मैले के गर्छु यसलाई चाहिँ अब नेक्स्ट, नेक्स्ट गर्छु।